हाई एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै गुड छु। अनि म चाहिँ फुलबारी गएको थिएँ अनि आफ्टर सो लङ टाइमपछि के कति म 1 इयर नै हुन लाग्यो होला म बुटोल फुलबारी नगएको। अनि म चाहिँ साथीहरूसँग चाहिँ ड्राई पिकनिक भनेर ड्राई पिकनिक गएको हामी चाहिँ। अनि म चाहिँ मेरो नयाँ मोबाइलबाट यसरी भिडियोहरू क्याप्चर गर्दै थिएँ अनि ठ्याक्क सिर्जनाले ल खै म कस्तो आउँछु भनेर अनि तिनको पनि खिचिदिएँ अनि सबै साथीहरूको पनि खिचेँ कस्तो राम्रो आएको भनेर। अनि साथीहरूलाई पनि फ्रेममा ल्याएँ। त्यसपछि हामी चाहिँ ड्राई पिकनिक भनेर अनि ठाउँ खोज्दै हिँडेको थियो। अनि सुरुमा चाहिँ यता हल्का फुल्का घुमौँ अनि त्यसपछि जाम्ला खान भनेर। अनि यता हेरे पनि फुल, यता हेरे पनि फुल। यता चाहिँ रुखैरुख छ है, तर ठाउँ चाहिँ अहिले पहिलाभन्दा चाहिँ एकदमै राम्रो भएको रहेछ। अनि हजुरहरू पनि जानुहोस् होइन, जानु भएन भने। त्यसपछि हामी चाहिँ चिडियाघर भनेर चिडियाखानातिर जान लाग्यौँ। मेरो पुरानो साथीहरूको मलाई चाहिँ कति याद आएको थियो कि, त्यही भएर चाहिँ तिनीहरूलाई यसो भेटौँ न भनेर। अनि यहाँ चाहिँ मगरमच्छ पनि हुनुहुन्छ। अहिले चाहिँ एकदम गर्मी भएर होला बाहिर निस्किनु भएको, पानीमा धेरै बस्दा बस्दा झ्याउलायो होला नि त, त्यही भएर। अनि यहाँ आन्टीहरूले चाहिँ फोटो खिच्दै हुनुहुन्छ। अनि मैले चाहिँ सरी आन्टी डिस्टर्ब गरेँ ल भनेर हल्का नक्कल पार्दै म त्यहाँबाट निस्किएँ। त्यसपछि यता चाहिँ जताको त्यही फुलै फुल। अनि यता अब जता हेऱ्यो नि फुलै फुल त हो होइन, नामै फुलबारी। अनि हामी चाहिँ चिडियाखानामा जाँदाखेरि उता कति राम्रो कपाल भन्दै मैले चाहिँ उता त्यो अङ्कल आन्टीलाई यसो देखाएँ। त्यसपछि चाहिँ हामी अब भित्र छिर्ने बेलामा मेरो साथीहरू चाहिँ पछाडि आउँदै थियो कुरा गर्दै, अहिले यस्तो बनाइरहेछ, यस्तो भइरहेछ, ऊ त्यो आन्टीको त्यो गाग्री हो कि केसबाट किन पानी आएको छैन भनेर तिनीहरूले क्वेसन सोध्दै थिए। अनि मैले चाहिँ मोटर बिग्रियो होला भनेर चाहिँ तिनीहरूलाई भनिदिएँ। अनि त्यसपछि म चाहिँ एकदम नर्भस थिएँ मेरो साथीहरूलाई भेट्नको लागि, किनभने आफ्टर लङ टाइमपछि मैले तिनीहरूलाई भेट्दैछु नि त, त्यही भएर। अनि मेरो गहभरि कति आँसु भयो थियो। अनि म चाहिँ आँसु पुस्दै भित्र गएँ। भित्र जाने बित्तिकै मैले चाहिँ फ्याउरो देखेँ, फ्याउरोहरू थियो, 2-3टा फ्याउरोहरू थियो। त्यसपछि चाहिँ म यो देख्न भन्दा नि म अर्को देखेर एकदम मलाई मेरो मन दुख्यो कि, किनभने मेरो साथीहरूलाई यसरी होइन, यसरी चिडियाखानामा किन राखेको भनेर चाहिँ मैले प्रश्न गरेँ आफूलाई। अब यो साथीहरू होइन है, अरू साथीहरू भनेको फेरि। अनि त्यसपछि यो बहिनीले फेरि मेटी लाएर म नाच्दै हाल्छु गर्दै थियो। मैले मसँग पैसा छैन भनेर म चाहिँ त्यहाँबाट टाप कसेँ। अनि हामी चाहिँ फर्क्यो, फेरि तल आयौँ। अनि यो 3जना यो 5जनालाई चाहिँ गर्मी भएर अब म सक्दैन हिँड्न भन्दै थिएँ, तर मैले यिनीहरूलाई मोटिभेट गरेँ, अहिलेको हामी यसरी थकाइ मारेर हुन्छ, हामी चाहिँ हिँड्नै पर्छ, हाम्रो जोस ल्याउनु पर्छ भनेर चाहिँ मैले तिनीहरूलाई मोटिभेट गरेँ। त्यही भएर म चाहिँ अगाडि हिँड्दै थिएँ। त्यसपछि अगाडि यो 3टा बहिनीहरू आत्तिँदै दिदी अटोग्राफ भन्न लाग्यो यिनीहरूले। अनि म चाहिँ यस्तो होइन, यस्तो नगर, पब्लिकमा तिमीहरूले यस्तो गर्दै नगर, मलाई हल्का नचिने जस्तो गर भनेर चाहिँ म तिनीहरूलाई चाहिँ होइन आफ्नो बाटो जाऊ भनेर पठाइदिएँ तिनीहरूलाई। त्यसपछि चाहिँ हामी चाहिँ अब माथि गएर चाहिँ बसेर अनि त्यतै चाहिँ ड्राई पिकनिक गरौँला भन्ने निर्णय लिएर चाहिँ हामी माथि जानु लाग्यौँ यताबाट घुमेर। त्यसपछि चाहिँ यो बिचमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि मेरो ब्लग चाहिँ सधैँ अलि ढिलो आउँछ, त्यही भएर चाहिँ इन्जोय गरिदिनु होला है। अनि त्यसपछि म चाहिँ अब यहाँबाट जाँदाखेरि चाहिँ हल्का यति नर्भस भएको थिएँ, किन भन्दाखेरि म आफ्नो पैताला पनि सार्दै थिएँ। अनि मेरो दिमागमा पनि हरेक कुराहरू पनि खेलिरहेको थियो होइन, किन भन्दाखेरि ऊ त्यो अगाडि त्यो फुलहरू झुन्डाएको खास म आउँछु भनेर रहेछ होइन। तर मैले चाहिँ वहाँ गएर पछि बल्ल कुरा गरेँ, यस्तो नगर्नु, सबै एकै नास हो, सबैलाई एउटै लेभलमा राख्नु, मलाई मात्र यसरी माथिको दर्जा नदिनु, म यस्तो ठुलो मान्छे होइन भनेर म चाहिँ उनीहरूलाई सम्झाएँ। त्यसपछि हामी चाहिँ ल यहाँ हिँडे जस्तो गर भनेर मैले चाहिँ यिनीहरूलाई हल्का एक्टिङ पनि सिकाएँ, यिनीहरूलाई एक्टिङको पनि आउन्न यस मेरो साथीहरूलाई, त्यही भएर हल्का हिँडे जस्तो गऱ्यौँ। त्यसपछि हामी हिँड्दा माथि पुग्यौँ। हामी माथि पुगेर पनि ठाउँ खोज्दा माथि पुगेको के। अनि माथि पुग्दा माथिसम्म पनि ठाउँै छैन, के गर्ने, हामी त्यति माथि घुमे जस्तो मात्र भयो। अनि त्यसपछि रचना हिँड्नै सकिरहेको थिएन, रचनालाई कति मोटिभेट गरी मैले वहाँसम्म पुऱ्याएँ। त्यसपछि पनि ठाउँ नभेटेपछि त रिस उठिहाल्छ नि जसलाई पनि। त्यसपछि हामी रानी महल गयौँ, बुटोलको रानी महल।
जहाँ चाहिँ हरेक कपालको यो प्लस यो यो प्लस यो यो प्लस यो भनेर चाहिँ त्यहाँ नाम मात्र लेखिरहेछ। अब तिनीहरूको लभ स्टोरी पुरा भएको छ कि छैन त्यो त मलाई थाहा छैन, तर भित्तामा चाहिँ यसरी जुन पाइ त्यही ठाउँमा चाहिँ यसरी नकेरिदिनु होला। यस्तो केर्नेहरूको त ब्रेकअप भए पनि हुन्थ्यो, म त त्यही भन्छु। तर त्यही नकेरिदिनु होला। त्यसपछि हामी चाहिँ तल झऱ्यौँ। तल झरेर अब माथि ठाउँ नपाएपछि के गर्नु त, अनि तल झऱ्यौँ। तल झरेर ठ्याक्कै यता साइडमा एउटा ठाउँ रहेछ, अनि हामी चाहिँ त्यहीँ गयौँ। त्यहाँ गएपछि त के हुनु नि, कति फोहोर थियो। त्यसपछि आफै बढाल्यौँ हामीले। अब म त जहाँ गए पनि काम गर्ने मान्छे, त्यही भएर चाहिँ मैले नि काम गरेँ। त्यसपछि हामी बसेर आफ्नो खानासानाहरू रेडी पारेर यति पनि टाइम वेस्ट नगरिकन गम 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 खाइदिउँ। किनभने किन टाइम वेस्ट गर्ने होइन, खानालाई नै गएको त्यहाँ भनेर चाहिँ हामीले छिटो खायौँ। किनभने हामीलाई त्यो दिन चाहिँ अलि छिटै घर फर्किनु पर्ने थियो सबैलाई, त्यही भएर। अनि लास्टमा चाहिँ यो ठाउँबाट फोटो खिचेर अनि लास्टमा चाहिँ यो ठाउँबाट चाहिँ हामी घर आयौँ। यति हो आजको भिडियो चाहिँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।